देश विदेशदेखि हेरिरहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा अर्ग्यानिक टी हब धादिङको तर्फबाट लस्सु फ्याफुल्ला तसिदाले नमस्कार गुड मर्निङ भन्न चाहन्छु। हजुरहरू आराम सन्चै कुशल नै हुनुहुन्छ भन्ने आशा राख्दै म भगवानसँग पनि प्रार्थना गर्दछु। म यतिखेर अर्ग्यानिक टी हबको यो सुन्दर डेकोरेसन, यो सुन्दर ठाउँको अपडेट दिइरहेको छु। हजुरहरूलाई देख्न सक्नुहुनेछ। यो हो हाम्रै धादिङको मुटु भनेर चिनिने गणेश हिमाल। हाम्रै धादिङमा पर्ने हाम्रै धादिङको मुटु गणेश हिमाल हजुरहरू देख्न सक्नुहुनेछ। यो धादिङ नेत्रवती 3 गैरा जुन वागा दुखाङ वागा पर्यटक क्षेत्र हजुरहरू देख्न सक्नुहुन्छ। यो फुलिरहेको यो जङ्गल सुन्दर ठाउँ धादिङको नेत्रवती र नुवाकोटको म्यागाङ गाउँपालिकाको बीचमा पर्ने यो सङ्गमस्थल पर्यटक क्षेत्र। यो एकदमै सुन्दर ठाउँ छ, हजुरहरू देख्न सक्नुहुनेछ। यो अष्टचैत्यहरू, यो चैत्यको जुन यो बाटो हजुरहरूले देखिरहनु भएको छ 282वटा सिँढीहरू रहेको छ। यहाँ हजुरहरू दर्शन गर्नु पनि जान सक्नुहुनेछ। साथीहरू, अर्ग्यानिक टी हबमा चियाको साथमा हजुरहरूले पुस्तकहरू पनि पढ्दै यो चियाको साथमा आनन्द लिन सक्नुहुनेछ, इन्जोय लिन सक्नुहुनेछ। यो गुरु रिम्पोछे जम्बल गुम्बा हाम्रो वागाको जसको ब्याक साइडमा हजुरहरूले देख्न सक्नुहुनेछ गणेश हिमाल। यहाँ घुम्न जाँदाखेरि यहाँ भगवानको दर्शन गर्नुको साथसाथै यसको ब्याक साइडबाट गणेश हिमाललाई पनि हामीले दर्शन गर्न सकिन्छ। यो पवित्र स्थल वागा पोखरी, यो वागा पोखरी र वागा पोखरीमा एकचोटि दर्शन गर्न अवश्य जानुहोला भन्न चाहन्छु। र साइडमा जुन मान्छेहरूको भिड देखिरहेको छ, जुन ग्राउन्ड देखिरहनु भएको छ, यहाँ वैशाखको 1 गते फुटबल वागा कप चल्छ र वैशाखको 1 गते फाइनल हुन्छ। यहाँ पुरै धुमधामले चल्छ र काठमाडौँदेखि देशभरिको साथीभाइहरू यहाँ फुटबल कप हेर्नको लागि आउनुहुन्छ। यो हाम्रै गाउँमा कृषकहरूलाई चाहिने सम्पूर्ण सबै सामग्रीहरू चाहिँ हामीले यसरी लगाएर राखिएको छ। यहाँहरूले